हेलो गाइस, गुड मर्निङ, वेलकम टु माई भिडियो। स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। अनि अहिले चाहिँ यस्ताले मैले खाना लिएर हामी कहाँ जान लाग्छ भनेपछि मसुरो काट्न होइन। हाम्रो घरदेखि धेरै टाढो छ, सो हामी हिँड्दै गइरहेछौँ। बिकज मम्मीले 150 रुपियाँ बचत गर्नु पऱ्यो अरे। 150 रुपियाँ जाने लाग्छ, 150 रुपियाँ आउने लाग्छ। मतलब तीनजनाको, एकजनाको 50-50। सिस माई सिस्टर, हेलो का हेलो। अनि यता अगाडि हुनुहुन्छ मेरो मम्मी। हामी तीनजना जानु लाग्छ। मम्मीले पानी बोक्नु भएको। मम्मी हेलो, मम्मी हेलो, हेलो कना नहाँस न। सो गाइस, यही हो मिडल क्लासको के भन्छ त्यसलाई। हाम्रो मम्मीले केही पनि भन्नु हेर पनि भन्न लाज मान्नुहुन्छ। अनि म चाहिँ के भन्न लाग्थेँ भनेपछि होइन, हजुरहरूको छिमेकी आन्टीहरू कस्तो हुनुहुन्छ, मतलब एकदम टक्सिक टाइपको हुनुहुन्छ किन हाम्रोमा हुनुहुन्छ एउटा। मतलब छन् त सब छन्, तर एउटा मेन हुँदैन, मेन क्यारेक्टरवाला कहाँ जुन मेन लिडवाला कहाँ ले हो, मेन लिडवाला हुन्छन् के अरे। कतै हजुरहरू जानु लाग्नुभयो भने हामी घरबाट ननिस्किँदै तिनीहरूले थाहा पाइजान्छन् कि मतलब यिनीहरू काहीँ न काहीँ जान लाग्छन्, केही न केही गरिरहेछन् भनेर के। अनि के अरे देख्यो भने त्यही दिन भन्छन् कहाँ जान लाग्यो, कहाँ कोसँग जान लाग्यो, किन जान लाग्यो भनेर सोच्छन् होइन। कि त त्यो दिन भेटाएनन् भने अर्को दिन सोध्छन् हिजो कहाँ गएको थियो, हिजो बिहान कहाँ गएको थियो, हिजो साँझ कहाँ गएको थियो, दिउँसो कहाँ गएको थियो भनेर होइन। सो आज बिहान आउने बेला पनि ती आन्टीले हामीलाई देखिहाल्यो कि छतबाट। तिनको घर फेरि यत्रै हेर्नुपर्छ होइन, 2-3 तला छ। त्यसले त्यो छतबाट के भनिन्, कहाँ जान लाग्यो तिमीहरू यति बिहान नै रे। हामी यो के भन्छ मसुरो काट्न जान लागेको भन्यौँ। पाकिसक्यो अरे, पाक्ने बेला नपाकेर कहिले पाक्ने त हो कि नै। अनि सो अब हामी जान लाग्छौँ। हामी आधी बाटो पुगेको छैनौँ अझै। अनि मेरो साथीलाई पनि मैले बोलाएको छु, 1 करोडको साथी। अब होइन, दुःखमा सुखमा साथ दिनु भने यही होइन र। अब भाइ साहब अरू बेला आउनु नआउनु, काम गर्ने बेला चाहिँ आउनुपर्छ तिनी पक्कै पनि होइन। सो डोन्ट माइन्ड होइन। मैले फोन गरिसकेको छु, तिनी आउँछ पनि भनेको छु। तिनी त्यस्तो छैनन् तिमीहरू जस्तो। मेरो साथी भने साथी हो। सो उहीँ खेतमा गएर भेट्छु ल। होइन, खेतमा पुगिसक्यौँ। यो चाहिँ हो हाम्रो मसुरो। यता चाहिँ माइला ठुलबुवाको हो, तिनीहरूले त्यो काटिसकेका छन्। यता हो साइलाको। भाइ साहब यिनीहरूले यस्तरी छरेछन् कि भाइ आली पनि छैन कि, बिचमा आली छैन। यहाँनिर आली हुनुपर्ने हो, यहाँनिर आली नै छैन। सबै आली पनि जोड देखाने के यहाँ छ। अनि यसको यहाँ तल छ, त्यहाँनिर यस्तरी, अनि त्यहाँदेखि यस्तरी उहाँसम्म छ। अनि हामी चाहिँ आइसकेछ भने यिनीहरू यो खेतको पनि मान्छे आएको छन्। ऊ त पर छन् के, यहाँ छौँ हामी। अब काट्न सुरु गर्छौँ। आइरहनु आज भ्याइन्छ कि भ्याइन्न, अब हेरौँ। यहाँ माथि चाहिँ भ्याइन्छ, आइनो मतलब सबै भ्याइन्छ कि भ्याइन्न भन्न खोजेँ मैले। सो अब हेरौँ होइन। मसुरो चाहिँ यस्तै भएको होइन, अलि राम्रो भएको छैन। क्या हुने त। हेलो गाइस, हेलो नमस्ते काटो। मेरो नाम कमला थारू हो काटो। उधर है हमारी अम्मा को देखो कितना फास्ट काट रही है गाइस। अबदेखि मैले सोचिरहेको छु होइन, मतलब हिन्दीमा भ्लग बनाऊँ भनेर। अब म हिन्दीमा भ्लग बनाएँ भने के होला, मतलब हिन्दी त मलाई बोल्न आउँछ, तर पनि के म नेपाली बोल्दा बोल्दै मेरो बिचमा थारू आइजान्छ। बिकज आइ एम थारू होइन। कसले भने अर्काको त्यो हाम्रो अलिक सेहरीमा यस्तै काट्नु पर्छ। यहाँ अब भ्याइसक्यौँ हामी। अब तल जान लाग्यो गाइस। मेरो साथी पनि उयो देख्न सक्नुहुन्छ, लखर गर्दै आइसकेछन्। तिनी आएला मैले भिडियो बनाउनु पर्ने थियो अरे, मैले बनाएन। सो यो चाहिँ माथि हो। अब हामी तलतिर जान लाग्यौँ। अब एकछिनपछि अनि खाना खाने। अहिले समथिङ 10 बजेको छ। अब कति बजीतिर हुन्छ खाने, अब तल एकछिन काट्छौँ अनि खाने।
ल भन के महाबेले भिडियो बनाउनु पर्ने थियो तर यिनले बनाएन गाइस समय गुस्सा माटो खुवाउन ल्याऊ भन्नु न के हाम्रो खेतको छेउमा चराइरहेको छन् अझै मसुरो छन् होइन हामीले काटेका छैनौँ हाम्रो ठुल बुवाहरूले काटिसकेका छन् सो तिनीहरूको खेतमा चराइरहेको छन् सो हाम्रो खेतमा पनि आएर छ सो मम्मीले गाली गरिराख्नु पर्छ बाख्रा हेर्नु न ग्यास यो हो हाम्रो खेत ग्यास दिस इज आवर खेत यो सबै मेरो हजुरबाको थियो यहाँदेखि मुहीसम्म योसम्म त म देखाउँछु कहाँदेखि कहाँ कसैले थाहा छैन होला म पनि ग्यास त्यो के भन्छ अम्बानीको छोरी त होइन तर के भन्छ त्यसलाई यादव सरकार चौधरी सरकार नि ग्यास भने यो यहाँ त्यो यो पोल देखिरहेछ त्यो सबै खेत अनि यता यो 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 त्यो दुईवटा त्यो घर देखेछन् त्यो सबै सब यो खोलाभन्दा पारी नै वारी नै पारी पनि थियो अरे पहिला अहिले चाहिँ होइन तर वारी यो सबै हाम्रो मेरो हजुरबाको खेत हो अनि यो पनि यहाँ पनि मेरो हजुरबाको खेत हो सो यो चाहिँ हामीले बाँड्या हो 5 भाइ छन् हाम्रो बुवाहरूको सो यो बाँड्या हो सो यो चाहिँ हाम्रो खेत परेछ यसमा चाहिँ हामीले मसुरो छरेछौँ घाँस मात्र देखिरहेको छ मसुरो त केही देखेको छैन गाइस म पनि त्यस्तो मिडल क्लास खानदानको त हुँ तर त्यति पनि मिडल होइन म अलि हायरैमा छु सो यु नो खेत मात्रै भएर हुँदैन पैसा हुनु पर्यो नि त त्यही भएर अनि अहिले चाहिँ हामी यहाँ आइसक्यौँ यहाँ मसुरो दिस इज द मसुरो कुन एङ्गलले मसुरो देखेछ नो केही पनि छैन यता छ खोला यो को कोलपुरबाट हुनुहुन्छ होइन यो सबै कोलपुरको प्राय सबै मान्छेलाई थाहा छ दिस इज द डुरुवा खोला हो गाइस अनि त्यहाँ चाहिँ हाम्रो त्यो कता देखेन गाइस त्यहाँ पछाडि फेरि कोलपुरको भाइरल झुलुङ्गे पुल सरको खुट्टा माइ गॉड कहाँ हुआ के भएको तिमीलाई काटेको केले काट्यो देखिरहेको छु नि चप्पलले काट्यो ल कसम से चप्पलले काट्यो के त्यही पनि झिकेर फाले देखे नि यो जिन्दगीमा कसैले सुन्नुभएको छ चप्पलले खुट्टा काटिन्छ म आफ्नै रङले जुन हातमा आँसी समातेको छु त्यही हात मैले काटिदिन्छु त्यो पनि आँसीले भनेपछि अब सोच तिमी आफैमा कस्तो छु भनेर मुखभित्रै हालिदेऊ सो गाइस अहिले चाहिँ हामीले होइन खाना ल्याइसक्यौँ टिकटक स्टारको फोन आएको यहाँ छ अचार मुलाको अचार भात भएको तरकारी आलु सिर्की प्याज यहाँ छु म यहाँ यिनी यहाँ यिनको मोबाइलमा यिनको बहिनी अहिले चाहिँ होइन यस्तो घाम छ मतलब हामीले त्यो एक यहाँ तल आइसकेपछि हामीले एक खेत काट्यौँ यही त अझै छन् है यसमा त काँडै छन् यसमा पनि काँडै छन् घाँस मात्रै छन् केही मसुरो केही छैन अनि के भन्छ हामीले एक तल आइसकेपछि एक खेत काट्यौँ त्यसपछि हामी खाना खिच्यौँ खाना खाइसकेपछि अनि हामी आराम गर्न लाग्यौँ गाइस अहिले बजिरहेको छ 1 त होला है 1:16 गाइस यस्तो चर्को घाम छ झ्याउ लागेको मलाई त अनि तिनको खुट्टामा चोट लाग्यो सो हामी जान लाग्छौँ पसल हेन्डी प्लस किन्न पाइयो भने पाएन भने नकिन्ने पाएन भने तिनको खुट्टा काटेर फालिदिने हो हामी होइन पसल आयौँ के अरे त्यो के किन्न हेन्डी प्लस अनि यो डिउ किन्यौँ अब यो सानो डिउ मात्र मतलब ठुलो डिउ थिएन हामीले लग्ने भने हो कि नै यसमा हाम्रो कुनै गल्ती छैन तर ठुलो थिएन त्यही भएर सानोलाई एउटा मात्र किन्यौँ अब यतै खाएर भ्याएर जाने हो बिकज तिनीहरूलाई दिने होइन सो गाइसहरू होइन अहिले चाहिँ हामीले यो 2टा खेत काट्यौँ अनि उता फेरि मम्मीले काट्दै हुनुहुन्छ रात परिको गाइस हामी जान छ टाढा मम्मीले अझै काटिराख्नुपर्छ मलाई रिस उठिरहेछ भोलि आउने भने भोलि 4 बजे घरदेखि हिँड्नुपर्छ अरे त्यस्तो पनि हुन्छ 7 बजेसम्म सुत्ने मान्छेलाई 4 बजे भनेर हुन्छ
सो अब जाम भनेर मम्मीलाई मैले फकाएको अब हामी जानुपर्छ गाइस घर सो बाई बाई गाइस अब भेटौँला अर्को भिडियोमा बाई बाई बाई